फेरि पनि एकचोटि कुशल भाइले एकदमै निराश बनाएको छ। उसको लगातार गेम चाहिँ खराब भइरहेछ, त्यही पनि भाइ टिममा परिरहेछ। किन हो? विश्राम लिने नामै लिइरहेको छैन, किन होला होइन? अब हाम्रो अब मेन बलर करण केसीलाई अब हाल्दैन। ऊ यस्तो राम्रो एउटा बलर र अब ब्याटिङ गर्न सक्ने मान्छे हो होइन। त्यही पनि उहाँलाई चाहिँ अब खेलाइरहेको छैन। खोइ अब के हो कसको होइन, न कोच न क्यान न अब एसिस्टेन्ट कोच न टिम सिलेक्सन मेम्बर होइन, के हो क्या, के देखिरहेछ उहाँलाई अब बारम्बार भइरहेछ। हो हामीले जितिरहेछौँ गेम होइन, त्यो आफ्नो ठाउँमा छ, तर गेम जितेर मात्रै भएन क्या। त्यो अलिक स्कोर पनि राम्रो बढाउन सक्नु पऱ्यो। स्कोर हाम्रो एकदमै लो स्कोरिङ छ होइन। यसले गर्दा धेरै गाह्रो हुन्छ। बलरहरूमा त्यति प्रेसर छ, बलरहरूले गर्दा अहिलेसम्म जितिरहेका छौँ हरेक कुराहरूमा होइन। त्यसले गर्दाखेरि अब आज त चेन्ज होला कि भन्ने, आज पनि त्यस्तै छ। फेरि उसको फेरि पर्फर्मेन्सै छैन क्या। अब आकल झुकल अब रोहितले पनि अलिअलि अस्ति दिन अब अलिअलि राम्रो ठिकै ब्याटिङ गर्यो होइन। उसको पनि खासै आउँदैन आउनु चाहिँ। अनि अब जस्तै हाम्रो दिपेन्द्र पनि उसको त ब्याटिङ आएको छैन, तर पनि उसले चाहिँ फिल्डिङ र उसको बलिङ चाहिँ राम्रो छ, त्यहीबाट होइन राम्रो भइरहेछ। त्यस्तो हुनुपर्ने, एउटा त हुनुपर्ने कम्तीमा पनि। कुशलको त्यो पनि छैन कि अब हरेक गेममा उसलाई खेलाइरहेछ। अस्ति अब वेस्ट इन्डिजको सिरिजदेखि नै त्यो अगाडिदेखि नै खेलिरहेछ, त्यही पनि खोइ अहिलेसम्म एउटा कतिले पर्फर्मेन्स छैन क्या, त्यही पनि परिरहेको छ टिममा क्या। किन हो भन्ने कुरा चाहिँ अब म बुझिरहेको छुइनँ। यो कुरा चाहिँ खोइ कसले ध्यान दिने हो, किन हो होइन भन्ने कुराहरू अब हेरौँ। हुन त बधाई छ हामीलाई, नेपाललाई बधाई, टिमहरूलाई होइन। एउटा 2 खेल अगावै हामी विश्वकप पुगिसक्यौँ होइन। त्यसमा चाहिँ बधाई नै छ होइन। हामी दोस्रो पटक लगातार T20 विश्वकप पुगेका छौँ। सम्पूर्णमा हामीमा बधाई छ। अब त्यसको लागि अब अहिलेदेखि नै हाम्रो तयारी राम्रो गर्नु पऱ्यो होइन। अब राम्रो प्लेयरहरूलाई चाहिँ अब तयारी गराएर चाहिँ अब यसपालि चाहिँ डेस्टिनेसनको बजाउनुपर्छ है त गाइज भन्दै अहिलेलाई बाबा। अब सेकेन्ड इनिङ्स पनि सुरु भइरहेछ होइन। अब हेरौँ केटाले आज ओमानसँग कस्तो गर्छ होइन। 151 को टार्गेट दिएको छ। अब हेरौँ है त गाइज। ल बाई बाई अहिलेलाई।